धेरै बिगिनर्सहरूले गर्ने मिस्टेक चाहिँ के हो भनेपछि सो Yo, what's up guys, welcome back to my YouTube channel. I hope you all are doing well, and today I'm going to show you some abs exercises that you can follow in your daily routine which helps to build abs. So the clip I'm about to show is a little old, but the exercises are still effective. So yeah, without getting any delay, I'm going to start video. So yeah, let's start. यो चाहिँ रसियन ट्विस्ट। यसले चाहिँ साइडको हाम्रो अब्लिक्समा पर्छ। नाउ लेट्स टु 30 to 45 सेकेन्डको गर्नु होला है तपाईँहरू चाहिँ। एभ्री सेट चाहिँ 3 सेटको हुन्छ। 3 सेटको गर्ने 30 to 45 सेकेन्ड। थर्ड एक्सर्साइज लेग रेजेस है त। लेट्स स्टार्ट। खुट्टा सिधै राख्नुहोस्, अनि हिपको तल हात हाल्नुहोस्, सजिलो हुन्छ। अनि ट्याक्क लाएर दामी पर्छ है लोवर एप्समा। ट्याक्क लाएर अप डाउन ट्याक्क 30 या 45 सेकेन्डसम्म। तीनटा भयो। अब यो एप्स सोलरको हान्छु लास्ट, त्यसपछि प्लाङ्क हानेर अनि वर्कआउट फिनिस हुन्छ हाम्रो आजको। यो चाहिँ अप्सनल हो, यो हाने पनि हुन्छ नहाने पनि हुन्छ है। तर आई सजेस्ट यु गाइज टु बाई दिस है। दामी एप्स बनाउनलाई दामी हेल्प गर्छ कि, अहिले मिठो पार्छ क्या एप्समा। अब तपाईँलाई देखाउँछु कसरी हान्ने हो। सो धेरै बिगिनर्सहरूले गर्ने मिस्टेक चाहिँ के हो भनेपछि त्यो एप्सको पुरै त 6-7वटा एक्सर्साइजहरू हान्दिनँ कि एकैचोटि। अनि त्यसपछि एप्सको रिजल्टै देखेन भन्ने सोच्नुहुन्छ, अनि त्यसरी हान्ने बन्द गर्नुहुन्छ क्या। त्यस्तो हुँदैन कि। एप्स भनेको हाम्रो सानो मसल्स हुन्छ, एउटा सानो मसल्स जस्तो यताको। त्यसपछि एप्सलाई हाम्रो रेस्ट चाहिन्छ प्रपर। हप्तामा 3 या 4 चोटि। बडी भयो 3-4 चोटि। अब डेली हाल्नुहुन्छ भने एउटा गरेर हाने पनि हुन्छ, एउटा सधैँ। तर 3 या 4वटा एक्सर्साइज हाल्नुहुन्छ भने हप्ताको 3 या 4 चोटि हान्ने हो क्या। अनि त्यसपछि हाम्रो एप्सलाई प्रोपर रेस्ट हुन्छ, अनि हाम्रो बडीको मसल्स डेभलप त्यति बेला भएर आउँछ जब हामीले बडीलाई रेस्ट दिन्छौँ क्या। फेरि रेस्टको मतलब त्यो होइन कि हान्दै नान्ने रेस्ट मात्रै दिइराख्ने फेरि वर्षैभरि, त्यस्तो हुँदैन। रेस्ट ट्याक्क लगाएर आज जस्तै एप्स मैले हाने भने अब भोलि मेरो रेस्ट हुन्छ क्या एप्सको लागि। अनि फेरि पर्सि हान्छु नि म। अनि फेरि पर्सि हानेपछि नि फेरि अर्को दिन रेस्ट हुन्छ क्या। अनि तर मैले आफ्नो एप्स निकाल्ने बेला चाहिँ डेली बेसिसमा हान्थेँ, तर एउटा गरेर डेली बेसिसमा हानेको। अहिले चाहिँ म अब मेरो एप्स आइसकेको थियो, अलिअलि हराएको छ कि। अब तर अब त्यो जम्पफुटले गर्दा हो कि अलि। अनि अब चाहिँ आइहाल्छ कि। अब 1-2 हप्ता फेरि एक्सर्साइज गरेपछि अनि यो एप्स स्टोरको अब देखाउँछु त हजुरहरूलाई कसरी हान्ने भनेपछि ट्याक्क घुराएर राख्ने। त्यो चप्पललाई उता साइड लाउनु पऱ्यो, घुराएर राख्ने। यस्तो राख्नु, यसो त पुरै यसो हुनु पऱ्यो त। यो पुरै बडी ट्याक्क यसो अगाडि लग्ने, पुरै सिधाउने, ट्याक्क लगाएर पुरै यस्तो हुनु पऱ्यो। ट्याक्क ब्यालेन्सिङ पनि मिलाउँछ हजुरहरूको, अनि एप्समा पनि पार्छ दामी। यसरी ट्याक्क लगाएर हुनु पऱ्यो कि। 3 4 2 हाम्रो लास्ट बट नट द लिस्ट प्लाङ्क चाहिँ लास्ट इम्पोर्टेन्ट हुन्छ है। यो चाहिँ हामीले गर्नै पर्छ, त्यही भएर गर्न आँटेको। लास्ट अब 2 मिनटको हो, 2-3 मिनट गर्ने। अनि त्यसपछि ट्याक्क लगाएर आजको वर्कआउट सकिन्छ।